आफूसँग भएका पुराना कपडाहरूलाई बैंकमा जम्मा गरिने र त्यसलाई प्रशोधन गरेर पुनः आवश्यक परेका ठाउँमा वितरण गरिने उद्देश्यका साथ सुस्ता नगरपालिकामा पनि कपडा बैंक सञ्चालनमा आएको छ। 2081 सालमा स्थापना गरिएको कपडा बैंक छोटो समयमा 160 भन्दा बढी स्थानीय तहमा पुगिसकेको छ। उद्घाटन कार्यक्रममा बोल्दै कपडा बैंकका केन्द्रीय अध्यक्ष कमल जीसी, अब यो चाबीको अर्थ छ, यो चाबी हामी यहाँबाट चाहिँ तपाईहरुकै अगाडि यसरी खोलेर यहाँ 5 क्विन्टल कपडाहरु छ र यो कपडा यहाँबाट खसालिन्छ। जनताले थाहा पाउनुहुन्छ, बिस्तारै आफै थाहा पाउनुहुन्छ, हामीले भनिरहनु पनि पर्दैन। त्यसैले गर्दाखेरि अब यो चाबी चाहिँ यसको दुईवटा चाबी छ। यो चाबी हामीले यही दिन्छौँ, हामीसँग मास्टर की पनि हुँदैन र यहाँबाट कपडा लाँदाखेरि पनि हामीले वेट गरेर गनेर यहाँ प्रमुख प्रशासकीय अधिकारीको रोवरमा अथवा पालिकाको प्रतिनिधिको रोवरमा हामीले यहाँबाट कपडा लाने गर्छौँ। अहिले हरेक जिल्लामा हामी त्यसै गरी नै गरिरहेको छौँ। यहाँबाट कपडा लैसकेपछि हामीले सबैभन्दा पहिला कपडालाई के गर्छौँ, छान्छौँ। त्यसपछि यसलाई चाहिँ वासिङ गर्छौँ, धुलाइ गर्छौँ। धुलाइ गरिसकेपछि यसको सेनिटाइजरिङ प्रक्रिया छ। सेनिटाइजरिङ गरिसकेपछि हामीले फेरि त्यसलाई चाहिँ प्याकेजिङ गर्छौँ। जो कुरा चाहिँ अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रमुख प्रशासकज्यूले थाहा पाइसक्नु भएको छ र मेरो अनुरोध मिडियाका साथीहरूलाई विशेष गरेर, यदि यहाँलाई जानकारी छैन भने बुटवलको सीता राइस मिल निर चोकमा एउटा हाम्रो सोरुम पनि छ, सोरुममा पनि भिजिट गर्न सक्नुहुन्छ। अब हामीले तपाईहरुको यो सहयोगप्रति, यो उपस्थितिप्रति, यो समय अमूल्य समयप्रति हाम्रो सिङ्गो टिम, कपडा बैंक टिमले तपाईलाई धन्यवाद दिइरहेछ, जीवन्त दिइरहन पाऊँ र मेरो टिममा सुरुवातदेखि जोडिनु हुने सम्पूर्णलाई धन्यवाद दिँदै विशेष गरेर यसरी चाहिँ कपडा बैंक सुरुवात गरौँ भनेर मलाई पहल गरिदिनु हुने प्रमुख प्रशासकीय अधिकारी हाम्रो हुमलालज्यूलाई म आफैदेखि आभार प्रकट गर्दै र अध्यक्षज्यू, उपाध्यक्षज्यू, तपाईहरु सबैलाई यो अमूल्य समयको लागि धन्यवाद दिँदै बिदा माग्छु। हस्त नमस्ते। बुझे हाम्रो दिनेशजी हुनुहुन्छ है, नबुझ्नु भयो, धन्यवाद। सोही कार्यक्रममा सुस्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले पालिकामा स्थापना गरिएको कपडा बैंकले विपन्न नागरिकहरूलाई सहज हुने पनि बताउनुभयो। महिना पहिला हाम्रै सकुवानामा 5वटा घर आगो लागि भएका थिए। त्यो आगो लागि भइसकेपछि मैले उहाँलाई सम्पर्क गरेर, हाम्रो सरुमिस यहाँ हुनुहुन्छ, उहाँलाई सम्पर्क गरेर यस्तो यस्तो घटनाहरू भयो, तपाईँले यसरी वितरण गर्नुहुन्छ, यो आर्थिक वर्ष हाम्रो कार्यक्रम पनि रहेको छ, त्यो अन्तर्गत चाहिँ त्यो घरका लागि के कति सामग्री उपलब्ध गराउन सक्नुहुन्छ, यहाँले प्रयास गरिदिनु पर्यो भनिसकेपछि एकल मात्रै मैले गरेको फोनलाई उहाँले रेस्पोन्स गरेर विभिन्न 5वटा घरका लागि लत्ता कपडा जति परिवार हुनुहुन्छ 23 जनाको उहाँको संयुक्त 5वटाको परिवारमा 2 जोर कपडाका दरले 46 जोर कपडाहरू ल्याइदिनु भयो। यस्ता विभिन्न ठाउँहरूमा उहाँहरूले कार्यक्रम गरिरहनु भएको छ। अब तपाईँ हाम्रो घर भएका कपडाहरू हामीले कुनै दिन नफालौँ, सकिन्छ, सक्षम छौँ, 1-2 जोर कपडा दान गर्न सकिन्छ, दिन सकिन्छ, आफू छोपिँदा अरू पनि छोपियोस् भन्ने मनोभावना राखेर यहाँहरूले नयाँ कपडा पनि ल्याएर यो हाम्रो कपडा बैंकमा राख्न सक्नुहुन्छ भने पुराना कपडा प्रयोग भएर अब फाल्ने अवस्थामा पुगेका छन् भन्ने कपडाहरू पनि यहाँहरूले त्यहाँ ल्याएर प्रयोग गर्न सक्नुहुन्छ। जेसिस बर्दघाटका निवर्तमान अध्यक्ष युवराज चापागाईले कपडा बैंकको स्थापनामा धन्यवाद दिँदै जेसिस र कपडा बैंक समन्वय र सहकार्य गरेर अगाडि बढ्ने पनि बताउनुभयो। म बर्दघाटमा कार्यरत छु, बर्दघाटसँग जोडिएको छु। बर्दघाटमा पनि हाम्रो नगरपालिकासँग सम्झौता भएको छ। झापामा आगो लागि भयो भने पनि त्यो कपडा झापा पुग्छ, महाकालीमा आगो लागि भयो, चाँदनी दोधरामा आगो लागि भयो, त्यहाँ विपद पर्यो भने पनि हामीले दान गरेको कपडा त्यहाँसम्म पुग्छ। यस्तो पुण्य काममा हामी सबै जोड्यौँ भन्ने एउटा अपेक्षा पनि लिएको छु, अनुरोध पनि गर्न चाहन्छु र सुस्ता गाउँपालिकालाई पुनः यो ऐतिहासिक र उल्लेखनीय काममा क्लब बैंक जोडिएको हुँदा क्लब बैंकलाई सँगसँगै हामीले बर्दघाटमा संयोजन गर्दैछौँ। यहाँ कपडा भरियो भने तपाईँहरूले हामीलाई पनि भन्दा हुन्छ, हामी पनि उहाँहरूसँग कोअर्डिनेसन गर्छौँ र यसलाई प्रशोधन गरेर विपदमा, अप्ठ्यारोमा हामी नै लाग्नुपर्छ, हाम्रै ठाउँका युवा साथीहरू लाग्नुपर्छ। हामी सबै मिल्यौँ भने परिवर्तन अवश्य सम्भव छ। धन्यवाद समय दिनुभयो। गाउँपालिका उपाध्यक्ष गीता चौधरीले पालिकाभित्र रहेका काम नलाग्ने कपडाहरूलाई
प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने कार्यक्रममा सहयोग गरेको भन्दै कपडा ब्याङ्कलाई धन्यवाद दिँदै सम्पूर्ण स्थानीय सरकारहरूलाई यो अभियानमा साथ दिन आग्रह गर्नुभएको थियो। जाँदाखेरि जाडोयाममा बच्चाहरू कपडै नलाइकन यतिकै बस्दै गर्दा उहाँहरूलाई पनि हामी गाउँपालिकाबाट पनि सम्बोधन गर्न नसकिरहेको स्थितिमा पनि अब यो कपडा ब्याङ्कले पक्कै पनि हाम्रो सुस्ता गाउँपालिकामा कपडाविहीन कोही पनि हुने छैन भन्ने पनि पूर्ण विश्वास छ। प्रत्येक घर प्रत्येक हामी आफ्नो आफ्नो स्थानमा यहाँ सम्पूर्ण हामी सामाजिक व्यक्तित्वहरू उपस्थित छौँ। हामी सम्पूर्णले यो कार्यक्रमको प्रचार प्रसारमा पनि सहयोग गरौँ र यो कपडा ब्याङ्कमा कपडा राखिदिन पनि सहयोग गरौँ। पालिका अध्यक्ष टेकनारायण उपाध्यायले कपडा ब्याङ्कसँग समन्वय र सहकारीका साथ अगाडि बढ्ने र यो कार्यक्रमले असहाय तथा विपन्न व्यक्तिहरूलाई ठुलो सहयोग पुग्ने बताउनु भएको थियो। हाम्रो कमल सर लगायतले यो कार्यक्रम जसरी अगाल्नु भएको छ हाम्रो देशभरि मुलुकभरि म सुस्ता गाउँपालिकाको तर्फबाट मेरो तर्फबाट उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबै हाम्रो देशका आपद परेका नागरिकहरूले उहाँहरू मार्फतबाट सहयोग पाउनेछन् र उहाँहरूलाई हरहमेसा आपद परेको बेलामा सम्झने दिन आउनेछ र उहाँहरूले पनि सहयोग गर्नुहुनेछ भन्ने कुरा राख्दै उहाँहरूलाई फेरि पनि धन्यवाद दिँदै म एउटा 2 शब्द टुङ्ग्याउँछु। हस्त नमस्कार। मिति 114 जानुभएको छ। उहाँले आफ्नो यो गरेर खाने समय चाहिँ एउटा समाज रूपान्तरको लागि खर्चिनु भएको छ र यो सुस्ता गाउँपालिकामा आवश्यक कपडाहरू पक्कै पनि आउनेछन् र तपाईँहरूलाई यो जस्तोसुकै अवस्थामा पनि बर्खामा बाढी पहिरो जाँदा होस् गर्मीमा आगो लाग्नेसँग हामी सबै आफूमाले गरेर अगाडि बढ्नेछौँ भन्दै लगायत यहाँका विभिन्न सङ्घ संस्थाहरूप्रति म तपाईहरू पनि आफ्ना पुराना लत्ता कपडाहरूलाई नजिकैको कपडा बैङ्कमा जम्मा गरेर हाम्रो यो अभियानमा आत्मसात बन्न सक्नुहुनेछ। थप जानकारीका लागि हाम्रो सोसियल मिडिया फेसबुक, इन्स्टाग्राम र वेबसाइट मार्फत हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। धन्यवाद।